Hello guys. Welcome to my next vlog. हैन आज म रहरहरुको सुटिङ सेटमा छु। यो चाहिँ सुटिङको घर। हेलो दिदी के छ? ल हाम्रो डाइरेक्टर सरको नि इन्ट्री भइसक्यो हैन। भाइ सबैजना उता हुनुहुन्छ म यहाँ छु। ब्लग धेरै पछि आए पनि रमाइलो हुनेवाला छ। ये क्या बात करता है यार? हेरेर साथ दिनु होला। हिजो र आज थियो 2 दिन अनि पानी परेर हिजो दिउँसो अलिकति डिस्टर्ब भएको थियो। आज नि राति पानी परेछ। अहिले यस्तो छ हालत। तैपनि ठिक छ, हामी गर्छौं, गर्ने छौं। अब यो आज पनि कतिवटा सिन छ, सायद छिटै सकिन्छ होला भन्ने सोच छ। के हुन्छ हेरौँ। हाम्रो सुटिङ एरियाको लोकेसन चाहिँ खतरा छ के। मालूम है तेरे बाप को मत सिखा चल। टक्क डाँडाबाट घाम, डाँडा पाखा। काठमाडौँ बजार, काठमाडौँ सहर हेर्दा लाग्छ रहर। हाम्रो दाइहरू चाहिँ खाँदै हुनुहुन्छ। म चाहिँ आनन्द पाराले घामको के भन्छ यो घाम तापिरहेको छु। पहिला त एयरपोर्ट शिवचर टारमा बनाएर रहेछ नि हो र होइन तपाईँलाई उतापट्टि त्यो जुन प्राधिकरणको अफिस छ नि त्यो ठाउँ नै पहिलाको एयरपोर्ट हो। त्यो बाफलले त बाफल होइन शिवचरमा त्यो शिवचर टारमा क्या त्यो जुन आइतबार बिहान घामसँग उठे म। तर आज आइतबार होइन नि त, आज के बार हो? आज मङ्गलबार, सायद मङ्गलबार हो कि बुधबार होला। घामसँग त उठिन, ढिलै उठी तर घाम चाहिँ तापिरहेको छु। यो जङ्गल चाहिँ दामी लाग्यो मलाई। क्यामेरा क्वालिटी नभएपछि यस्तो हुन्छ, मैले पहिला पनि भने हो। हेलो हामी अर्को लोकेसनतिर होइन त? यो कुन चाहिँ लोकेसन हो? हामी रहरहरुको सुटिङमा छौं, हेर्दिनु होला। मुकेश दाइ त्यहाँ हुनुहुन्छ, साड दाइ क्यामेरा सेट गर्दै हुनुहुन्छ। दाइ हेलो हेलो दाइ, क्यामेरा सेट गर्दै हुनुहुन्छ। खोइ मुकेश जी उहाँ हुनुहुँदो रहेछ। ल लानौ हाम्रो 2-3वटा सिन सक्यो। अब चाहिँ यो सकाएर हामी स्पोर्टतिरै जान्छौँ, घरतिरै होइन। हुँदैछ नि, रमाइलो भइरहेछ नि। ल ठिक छ। यहाँको सिन बब्बाल छ, सिन चाहिँ बब्बाल छ, फोन चाहिँ कबाड छ। होइन होला के हो गति लाउँदैन हो भने तर हो नै, साँच्ची नै भने सिने हेर्दा आँखाले हेर्दा बब्बाल देखिन्छ कि फोनबाट हेर्दा चाहिँ केही न कामको देख्ने। स्वागत छ तपाईँलाई मेरो ब्लगमा। नमस्कार राजकुमार टिभीमा।
राजेश मार्को जाऊ तपाईँहरू राजकुमार टिभी हेर्दै हुनुहुन्छ नआत्तिनु होला उहाँले त्यस्तै त्यस्तै कन्टेन्ट बनाउनुहुन्छ कन्टेन्ट भन्दा नि के थियो कन्टेन्ट बिर्सेँ मैले कन्टेन्ट यही हो हाम्रो है रोलिङ एक्सन हेलो हेलो गाइज हामी चाहिँ नेक्स्ट सिनमा हाम्रो गेटअप यस्तो छ है हाम्रो सरको गेटअप नि यस्तो छ बाबु गेटअप त्यस्तो छ बाको गेटअप यस्तो छ अहिले बुम बोकेर हिँड्छ सिनमा लङ्गडो बा हाम्रो क्यामेराम्यान दाइ उहाँ चाहिँ आज जङ्गलको सिन हाम्रो च्यानलको चाहिँ नि रहरहरू हेरिदिनु होला हरेक शुक्रबार डायलग बिर्सिनु भयो आमा नि आउँछ तपाईँले माया गरिदिनु होला ओके स्वर किन त्यस्तो भयो तपाईँले डायलग बिर्सेपछि गर्नुभयो ल हामी फाइट सिनमा छौँ अनि हाम्रो गेटअप यस्तो छ मुकेश हमाल अफिसियल युट्युब च्यानल शुक्रबार बेलुका सबैले गएर हेरिदिनु होला अहिलेको सस्पेन्ड कहानी चाहिँ त्यतिखेर देखिन्छ हाम्रो हाम्रो मुकेश हमालजी रहरहरू है शुक्रबार बेलुका कति बजे सबै कन्फर्म 6:15 है ल सबैले गएर हेर्नु होला अनि भ्लग कस्तो लाग्यो त्यो पनि भन्नु होला निसा सिसा कि म यहाँ प्रपर्टीहरू रेडी हुँदैछ यो पुरै जङ्गल एरिया हो पुरै जङ्गल के को यो रुख हो चाहिँ आई डोन्ट नो बट है हाम्रो यहाँ हुँदैछ अहिले अहिले दिउँसो 11-12 बजे होला यतिखेर हामी सुटमै छौँ अब खाना बाँकी छ गएर खाना खाउँछौँ त्यसपछि फेरि सिनमा सो हेर्दै जानु होला हेलो हामी यता आयौँ उताको सुट सकाएर अब यहाँ घरमा बाँकी छ खानासाना खाइयो अहिले दिउँसोको लगभग 2 बजे होला 2 कि 1 बजे होला सबैजना हुनुहुन्छ घाम पनि गयो अब अर्को सुट लिउँ गाह्रो भयो अर्को सिन सटाइयो प्र्याक्टिस हुँदैछ प्र्याक्टिस छोरो चाहिँ उतातिर अम्ब्रेला म्यान छोरोलाई चुरोट खान पठाएर अनि सर्ट ल्याउँ भन्ने तपाईँ हिजोको डाइलग दोहोऱ्याउनुहुन्छ बाले फेरि आफ्नो खुसी गरोस् होइन त माथिको चाहिँ छ
लु फेरि हामी अर्को सिन सकाएर आयौँ होइन। ओहो तर लाइट अलिक बढी नै भएर जायो। कडा थियो यो चाहिँ कडा थियो। मलाई ठ्याक्कै त्यो रिलेट भइरहेको थियो त्यसले त्यस्तरी चाहिँ गर्थ्यो। अनि दुईजनाकै कडा थियो यो पालि। हम मालूम है तेरे बाप को मत सिखा चल। ब्याट्री हाल्दिएँ त दाइ, मैले भनेको नि त आफूलाई मैले ब्याट्री हाल्दिएँ त। यो फोन कसको हो? ब्याट्रीको काम सक्छ। ए अनि त्यो केही पनि थिएन कि त्यसमा। दाइ योपालिको दुईजनाकै फाडो थियो एक्टिङ त भलै थियो। तार हजुर अनि ठ्याक्क बबल मिलेको थियो कि कम्बिनेसन। ए वान टेकमै गएको थियो नि त। डाइलेक्ट थोरै थियो नि त यसको। डाइलेक्ट थोरै पनि अनि एक्सप्रेसन खत्रै थियो। ल हामीले सिन सकाएर आयौँ। अब लगभग हामी इन्डिङतिर आइसक्यौँ। अब छोटो मिठो चिया ब्रेक, यसपछि फेरि हामी कन्टिन्यू लास्ट सिनतिर लाग्छौँ। हाम्रो सायद एउटा मात्र सिन छ बाँकी। अब एउटा सिन छ, एउटा दुईवटा तिनवटा बढीमा त्यही 2-3टा होला। त्यो सिन सकाएर हाम्रो आजको प्याकअप हुन्छ। त्यही हो, हामी अन्तिमतिर आइपुग्यौँ। उहाँ माथि गएको थियौँ अहिले चाहिँ सिन गर्नलाई, सुट गर्न। त्यहाँनिर सकाएर आयौँ। पानी पर्थ्यो बिचमा, फेरि सुट गर्दा बिचमा पानी पर्दै एकछिन ब्रेक लियौँ, बस्यौँ 10 मिनट 15 मिनट जति, फेरि कन्टिन्यू गऱ्यौँ, सकायौँ, आयौँ। अब हामी अर्को सिनतर्फ जान्छौँ। अहिलेलाई चाहिँ छोटो मिठो ब्रेक। ब्रेक पनि हुन्छ हजुरको ब्लगमा? ब्रेकमा चाहिँ के आउँछ? चिया आउँछ। खोइ चिनी किन्न गएको मान्छे खोइ। ए साँच्चै सुगर फ्री। ओके ल फाइनल्ली म चाहिँ सुट सकाएर रुम आइपुगेँ। आजको दिन एकदम रमाइलो भयो। म रुम चाहिँ आइपुगेँ, भक्तपुरमा छु अहिले। सुटहरू सबै सकाएर भक्तपुर आइपुगेँ। घर चाहिँ सायद भोलि जान्छु होला। आज यता दाइको रुममा छु म। अनि आजको दिन एकदम ग्रेट भयो है त, एकदम बब्बाल रमाइलो भयो। आफूले सोचेको भन्दा पनि बेटर भयो। रहरहरू सुटिङमा थिए। अब भनिहालेँ हजुरहरूलाई कहिले आउँछ अनि टाइम पनि सबै भनिहालेँ, गएर हेर्न नभुल्नु होला। अनि मेन कुरो मैले के सिकेँ भन्दा आफूभन्दा सिनियर कलाकारहरूबाट अझै मैले गर्न चाहिँ धेरै नै बाँकी छ। म लो लेभलमा छु अनि बिस्तारै गर्दै सिक्दै जान्छु र राम्रो हुँदै जान्छ भन्ने आश गरिरहेको छु। सायद राम्रो होला, हेर्दै जानु होला, नछुटाउनु होला। अनि त्यही हो, बाटोमा आउँदा पानी पर्दियो, पानीले हल्का भिजेँ, म त्यस्तो चाहिँ भिजिनँ। ठिक छ, हिजो चाहिँ अलिकति लेट भएको थियो, बट आज अलिक छिटै भयो अनि छिटै आएँ। तैपनि उता घर जाने बस चाहिँ पाउँदैन मेरो, सो म आज यतै बस्छु, भोलि घर जान्छु होला है त। अनि लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्न नबिर्सिनु होला। यो छोटो मिठो भ्लग धेरै लामो चाहिँ भएन, छोटो छ, तर हेरेर सबैले मन पराइदिनु होला। के कस्तो कमजोरी छ भनिदिनु होला, केही सुधार्नु पर्ने छ भने भनिदिनु होला। अर्को नेक्स्ट भ्लगमा भेट्नेछौँ हामी है त।